सबैमा नमस्ते, हार्दिक मङ्गलमय शुभकामना होस्। मैले आज दुईजना भावी युवक तेजस्वी प्रधानमन्त्री हुनेवालाको आवाज सुनाउँदैछु। यसमा तपाईँले जसको मन पर्छ त्यसको पार्टीलाई र उहाँलाई भोट दिएर प्रधानमन्त्री बनाउनुहुन्छ भन्ने ठुलो विश्वासको साथ प्रार्थना गर्दैछु। सोचेर सम्झेर बुझेर मात्र भोट गर्नुहोला। यो तपाईँको जिन्दगी होइन, तपाईँको सन्तान, परिवार र देशको लागि हो, परिवारको बालबच्चाको विश्वको लागि हो। यहाँहरूको आवाज यो सुन्नुहोस्। मलाई प्रधानमन्त्री बनाइदिनुस्। म कस्तो निर्णय गरिदिन्छु भने 60 वर्ष नागेको सबै मानिसलाई घरमा बसी बसी महिनाको 30,000 रुपियाँ, सबैलाई 18 वर्ष पुगेको सबै मान्छेलाई एउटा मोबाइल फ्री। खल्तीमा पैसा नभएको विपन्न गरिबले स्वास्थ्य उपचार पाउनु पर्यो, त्यो हो हाम्रो एजेन्डा। 2 वर्षमा बन्ने बाटो 20 वर्षमा पनि बन्दैन, 1.5 वर्षमा बन्नु पर्यो, त्यो हो हाम्रो एजेन्डा। रुखमा बाँधेर हुन्छ कि बाटोमा सुताएर हुन्छ कि खोरमा जाकेर हुन्छ, बाटो बन्नु पर्यो। तपाईहरुलाई आज यहाँ आएर भेट्न पाइयो, धेरै खुसी लागेको छ। म आँखा हेर्न पर्दैन, काम हेर्नु होला। म धेरै बोल्दिनँ। धेरै धेरै धन्यवाद।